आदरणीय दर्शकवृन्द नमस्कार। म आनन्द शर्मा र यहाँहरू हेर्दै हुनुहुन्छ राजधानी टेलिभिजनको प्रस्तुति कार्यक्रम सोध्दैछ नेपाल। आज हामी कुराकानी गर्नेछौँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता हुनुहुन्छ हामीसँग डाक्टर सुशील शाह। उहाँसँग अहिले सरकारको काम गर्ने शैली बारे, गतिविधि बारे, देशको अवस्था बारे, भन्सार र नाकाको बारेमा चाहिँ उहाँसँग हामीहरू आज कुराकानी गर्नेछौँ यस कार्यक्रममा। डाक्टर साहब, यहाँलाई स्वागत छ कार्यक्रम सोध्दैछ नेपाल। धन्यवाद, नमस्कार। के छ, एकदमै रफ्तारमा तपाईको सरकार अहिले काम गरिरहेको अवस्था छ, रफ्तारमा चलेको छ गाडी तपाईहरूको। तर कहीं न कहीं हामी बाटोमा हिँड्दाखेरि पनि लेखिएको हुन्छ बाटोहरूमा कि अलिकति स्पिड सीमित गरेर हिँड्नु पर्छ, गाडी चलाउनु पर्छ, होइन भने दुर्घटना हुन्छ। के भन्नुहुन्छ? दुर्घटना त हुँदैन। यस्तो छ, हामीले गरेको कामहरूमा दुर्घटनाको जोखिम कम छ, न्यून छ। किनभने हामीसँग एस्केलेटर पनि उत्तिकै तपाईको रफ्तारमा हामी थिच्छौँ, जति रफ्तारमा हामीसँग ब्रेक लगाउने क्षमता पनि हुनु पर्दछ। ब्रेक र एस्केलेटरको यदि संयन्त्र मिलेर अगाडि बढ्यो भने तपाईको दुर्घटना हुन सक्दैन। त्यही संयन्त्रको साथ नेपाल सरकार, बालेन सरकार काम गर्दैछ र बालेन सरकारको माथतमा रहेको क्याबिनेटले पनि त्यही बमोजिम नै कार्य गरेको हुनाले अहिले नेपालमा त्यस्तो दुर्घटना, एक्सिडेन्ट पर्न जाने आवश्यकता म देख्दिन र हुँदैन पनि। किनभने भन्दाखेरि जनताले दिएको म्यान्डेट के थियो भन्दाखेरि सुशासन। जेनजी पुस्ताले गरेको भदौ 23 र 24 गतेको आन्दोलनले सुशासन 1 नम्बरमा थियो। 2 नम्बरमा थियो भ्रष्टाचार मुक्त समाज। भ्रष्टाचार विरोध हुनुपर्छ, भ्रष्टाचार न्यून हुनुपर्छ, कम हुनुपर्छ, कन्ट्रोल हुनुपर्छ। त्यो नारालाई हामीले आत्मसात गरेर काम गर्न सकेनौं। जनताले सोध्नुपर्ने सवाल त्यहाँनिर छ। यदि हामीले बोर्डरमा विभिन्न संयन्त्र लगाएर यदि कुनै त्यस्तो तस्करीलाई नियन्त्रण गरिरहेछौँ भने त्यो सुशासनभित्र पर्ने कि नपर्ने, त्यो हामीले चिन्तन गर्नुपर्छ, मनन गर्नुपर्छ। यदि हामीले आफ्नो संयन्त्र प्रयोग गरेर जुन व्यक्ति भ्रष्टाचारी हुन्, जुन व्यक्ति अपराधी हुन्, त्यस्ता व्यक्तिलाई हामीले खोरमा राख्दै गर्दा त्यो सुशासनको नाराभित्र पर्ने कि नपर्ने, त्यो पर्न जान्छ। तसर्थ हामीले पाएको म्यान्डेट भनेको सुशासन र भ्रष्टाचार मुक्त समाज। यदि भ्रष्टाचार आफैमा निर्मूल भयो भने यो आफैमा देश विकसित हुन्छ। तपाईँ उदाहरणको लागि हेर्न सक्नुहुन्छ, ली कुआन लिन तपाईको सिङ्गापुरको उहाँ नेता हुनुहुन्थ्यो। ली कुआन लिन आजभन्दा 25 वर्ष पहिला 1970 मा तपाईको सिङ्गापुर तपाईको मलेसियाबाट आफैले हटेको होइन, मलेसियाले हटाइदिएको मुलुक हो। तपाईँ अध्ययन गर्न सक्नुहुन्छ, इतिहास अध्ययन गर्न सक्नुहुन्छ, हिस्ट्री चाहिँ तपाईको इन्भेस्टिगेसन गर्न सकिन्छ। 1970 मा तपाईको मलेसियाले सिङ्गापुरलाई तिमी नराम्रो छौ, तिम्रो काम लागेको छैन भनेर, सिङ्गापुर आफैमा एउटा शहर पनि हो र एउटा देश पनि हो, उसलाई हटाइदिएको थियो। जुन बेला जम्मा सिङ्गापुरको पपुलेसन, जनसङ्ख्या जम्मा 7 लाख थियो, आज 40 लाख छ। अनि तपाईको 30 + 20 50 वर्षको अवधिमा आज सिङ्गापुर एसिया महादेशमा यस्तो मुलुक भयो कि जहाँ सुशासन, भ्रष्टाचार मुक्त र डेभलपमेन्ट हेर्नको लागि हामीले कहाँ जानुपर्छ? सिङ्गापुर मोडललाई हामी अध्ययन गर्छौँ। आज विश्वका ठुला 2 राष्ट्र, युद्ध गरेका 2 राष्ट्र, अमेरिकाका डोनाल्ड ट्रम्पज्यू तत्कालीन हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ, र किम जोङ, उत्तर कोरियाको किम जोङ, 2 जना ठुला वरिष्ठ नेताजीहरूको जब देशको युद्ध भयो, दुईटै देशको युद्धको लागि तपाईको वार्ताको निमित्त कहाँ आमन्त्रित गरियो भन्दाखेरि सिङ्गापुरमा। त्यहाँ सेक्युरिटी, सुरक्षा टाइट छ, व्यवस्था राम्रो छ, हैन, त्यहाँ सुशासन छ, विधिको शासन छ, त्यही भएर त्यहाँ गरियो। अमेरिकामा पनि गरिएन, अरू देशमा पनि गरिएन। कहाँ गरियो? सिङ्गापुरमा गरियो। त्यो मोडलको विकास कसले गर्यो भन्दाखेरि सिङ्गापुरले गर्यो। अनि ली कुआन लिनको इतिहास पढ्न जानुहुन्छ भन्दाखेरि ली कुआन लिनले के गरे? उनले चाहिँ तपाईको आफ्ना हरेक मन्त्रालयमा तपाईको भ्रष्टाचार मुक्तको अभियान चलाए। 10 जना सिटिङ मिनिस्टरले तपाईको भ्रष्टाचारमा जतिलाई आरोप लागेको थियो उनीहरूले चाहिँ मलाई सफाई दिनुस् भन्दै गर्दा सफाई नदिएपछि 10 जना सिटिङ मिनिस्टर तपाईको 10 तला बिल्डिङबाट हाम फालेर मरेको
आफैले आत्महत्या गरेपछि त्यहाँ सबै मन्त्रालयहरू सबै तपाईँको निकायहरू आफैमा शोक छुन थाले, भ्रष्टाचारको अन्त्य भयो, भ्रष्टाचार निर्मूल भयो अनि देश विकास भयो। त्यही अनुरूप नेपालमा पनि अहिले जुन देखा परिरहेको छ भ्रष्टाचार, आखिर नेपाली जनताको त 19 खरबको त बजेट छ नि, 19 खरब खोइ त विकास हुँदैन। यसको अर्थ के? 19 खरब बजेट चाहिँ जनतालाई दिने, जनताको कर पसिनाबाट चाहिँ तपाईँको बजेट बनाउनुहुन्छ, जनताको मत पनि दिनुहुन्छ, अनि चाहिँ तपाईँको 19 करोडको तपाईँको विकास गर्न सक्नुहुन्न। त्यो 19 करोडको विकास गरियो भने आजको दिनमा 35 वर्षदेखि सरकारले के गरेर बस्यो? जुन साल 46 सालमा जुन बेला तपाईँको जन आन्दोलन भएर देशमा लोकतन्त्र आयो, देशमा प्रजातन्त्र आयो, त्यो बेलाको तपाईँको 2 खरबको बजेट थियो। त्यो बेला पनि आजभन्दा 30 साल पहिला पनि नेपालको 2 खरब बजेट थियो। स्वास्थ्य संस्थाहरू, स्कुलहरू, भवनहरू, तपाईँको बाटाघाटाहरू त बनेको छ नि। अब हेर्नु यस्तो छ, तपाईँ विकास भनेको खालि यो बाटो नाला हैन, यो बनेर बिल्डिङ बनेर हुँदैन। विकासको यो मात्रै पाटो हो, एउटा पार्ट हो। इट इज ओन्ली अ पार्ट, ओके, इट इज इन्फ्रास्ट्रक्चरल पार्ट। यो भनेको एउटा पूर्वाधारको एउटा पाटो मात्रै हो। किन भन्दाखेरि विकास भनेको त ह्युमन डेभलपमेन्ट इन्डेक्स हो, नाप्न सक्ने। विकास भनेको त पर क्यापिटा इन्कम हो। विकास भनेको ग्रस डोमेस्टिक प्रोडक्ट हो। तपाईँ कति ग्रस डोमेस्टिक प्रोडक्ट निकालेर अरू देशलाई तपाईँको निर्यात गर्दै हुनुहुन्छ, तपाईँले आफैले के उत्पादन गर्नुहुन्छ ग्रस डोमेस्टिक प्रोडक्ट, र कति तपाईँको अरू देशमा निर्यात गर्न सक्नुहुन्छ, अनि त्यहाँबाट आउने पैसाले देशलाई विकास हुन्छ। समुन्नत विकास भनिन्छ, डेभलपिङ राष्ट्र, डेभलप राष्ट्रलाई भनिन्छ। हामीले हाम्रो बजेट 19 खर्ब 20 खर्बको बजेट छ, त्यसमा 2 खरबको हामी काम गर्छौँ, 18 खर्ब लुकाएर बस्छौँ भने त्यो विकास हुन सक्छ? हुन सक्दैन। र अहिले तपाईँ भन्नुभयो तपाईँको खालि हामीसँग स्वास्थ्य सेक्टर छ, स्वास्थ्य छ, तर तपाईँले केही भयो भने, क्यान्सरै भयो भने तपाईँले इन्डिया जानुपर्छ। यदि तपाईँले कुनै ठुलो रोग लाग्यो भने तपाईँको भारत जानुपर्छ, दिल्ली जानुपर्छ। किनभने तपाईँसँग त्यस्तो जनशक्ति, डाक्टर तपाईँ त्यस्तो तपाईँ उत्पादन गर्न सक्नु भएन। त्यस्तो लगानी लगाएर राष्ट्रले नेपालमा तपाईँको भन्नु त प्राइभेट मेडिकल कलेज किन चाहियो? नेपाल जस्तो देशलाई प्राइभेट मेडिकल कलेज किन? सबै मेडिकल कलेज, सबै सरकारी मेडिकल कलेज होस् हैन, अनि त्यहाँ गरिब, इमानदार र तपाईँको लगनशील विद्यार्थी, ट्यालेन्टेड ब्रेन त्यहाँ गएर त्यहाँ अध्ययन गरोस्। अध्ययन गरिसकेपछि त्यसले जनतालाई सेवा गर्नको लागि आएको हुन्छ। जसले 50 लाख 1 करोड रुपियाँ लगाउँछ, त्यो के 1 करोडको 2 करोड 5 करोड निकाल्दैन? अनि त्यहाँबाट हामी के हुन्छ भन्दाखेरि एउटा फ्यासनको रूपमा बनेको छ मेडिकल पेसा, मेडिकल हब भनेको एउटा फ्यासन भइसकेको छ कि मेरो छोरा पनि एमबीबीएस डाक्टर पढ्नुन् भनेर तपाईको तपाई मध्यम वर्गका विद्यार्थीहरू पनि तपाईको एमबीबीएस पढ्ने एउटा फ्यासनको रूपमा देखा परेकोले के भन्न चाहन्छु भन्दाखेरि नेपालमा अहिले तपाईको करिब 30,000 40,000 जुन तपाईको डाक्टरहरू छन्, त्यो 30,000 40,000 दक्ष छन् कि छैन? नेपाल सरकारले त्यहाँ पनि ध्यान पुर्याउनु पर्ने अवस्था थियो र छ पनि। त्यसकारण विकास भनेको खाली तपाईको रोड नाला बत्ती आएर मात्र विकास होइन। तपाईको 24 घण्टा अहिले पनि बत्ती लाइट छैन, अहिले पनि लाइट छैन, हामीले इन्भर्टर बाल्नु परेको छ। तसर्थ 24 घण्टामा 1 सेकेन्ड पनि लाइन कटेपछि, एक सेकेन्ड पनि विद्युत कटौती भइसकेपछि तपाईको के कारणले कटिरहेको छ तपाईको सूचना दिएर काट्नु पर्छ 1 सेकेन्ड। जस्तै तपाईको युके मा 1 सेकेन्ड लाइन काट्नको लागि पनि तपाईको पहिला नै 24 घण्टा पहिला तपाईको सूचना जारी हुन्छ हैन। बिना सूचना विद्युत कटौती भयो भने के हुन्छ भने त्यहाँ पनि फाइन हुन्छ। तसर्थ नेपाललाई अहिले चाहिएको नयाँ मोडलको युग, अहिले चाहिएको भन्दाखेरि वर्तमान युगसँग मेल खाने, विकसित राष्ट्रसँग मेल खाने त्यस्तो तपाईको राष्ट्र बनाउन सक्ने भए मात्रै नेपाल देश विकसित राष्ट्र कहलाउँछ भनेर मेरो मन चाहिरहेको छ। हजुर चाहिँ मधेसवासी हुनुहुन्छ, मधेसमा यहाँको जन्म भएको छ, तराई भएको व्यक्ति हुनुहुन्छ। सानैदेखि तपाईँ पनि हेर्दै आउनु भएको होला कि भारतसँग हाम्रो सम्बन्ध बेटी रोटीको त छँदैछ, यहाँसम्म कि हामी सामानहरू पनि निर्यात आयात गर्ने गर्दछौँ। सर्वसाधारणहरूले अहिले एकदमै तपाईको सरकारले गर्दा शास्ति भोग्नु परेको अवस्था छ। बोर्डरमा हेर्नुहुन्छ भने अहिले सधैँ प्रहरीसँग झडप भइरहेको अवस्था छ। सशस्त्र प्रहरीसँग, नेपाल प्रहरीसँग त्यस्तै अहिले बोर्डर नाकाहरूमा चाहिँ अहिले झडप भइरहेको अवस्था छ। 100 रुपैयाँ भन्दा माथिको सामान ल्याउँदा भन्सार तिर्नु पर्ने अवस्था छ। के भन्नुहुन्छ? पहिला त यस्तो थिएन। हेर्नुस्, यो तपाईहरुको सरकार आएपछि जनता अब शास्ति भोग्ने तराई मधेसको। हेर्नुस् यस्तो छ, सुशासन र विधिको शासन बनाउनको लागि विगतमा भएका जुन पनि निर्णयहरू छन्, कानुनहरू छन्,
त्यो कानुनलाई हामीले आत्मसात गर्दै रुल अफ ल तपाईँको बनाउँदाखेरि ल एन्ड अर्डर मेन्टेन गर्नको लागि जे कानुन आएको छ, जे मन्त्री परिषद निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी यो अहिलेको सरकारको पनि हो र हुन्छ पनि। लोकतान्त्रिक विधि र प्रविधिमा यो नै सबभन्दा उत्तम एउटा सुगन्ध हुन जान्छ। तपाईँको जुन भन्नुभयो 100 रुपियाँको सामान किने बापत जनताले कर तिर्नुपर्छ, त्योभन्दा माथिको सामानमा यो निर्णय मन्त्री परिषदले कहिले गर्यो? यो निर्णय तपाईँको कहिले गर्यो भन्दाखेरि जुन बेला अरू पार्टीहरू सम्मिलित भएर सरकार बनेको थियो, धेरै दलहरू, चाहे मधेसवादी दल होस्, चाहे तपाईँको एमाले होस्, काङ्ग्रेस होस्, सबैजना सत्तामा थियो, त्यो बेलाको निर्णय हो। यो 81 सालको वैशाख जेठ असारतिर पनि तत्कालीन प्रधानमन्त्रीहरूले पनि यसलाई कडाइको साथ अगाडि बढाए, तर कार्यान्वयन गर्न सफल भएन। अब यो सरकारले जुन विगतमा भएको कानुन छ, त्यो कानुन वास्तवमा लागू गर्ने कि नगर्ने, त्यसलाई हामीले चेक एन्ड ट्रायल गर्ने कि नगर्ने भनेर चेक एन्ड ट्रायल गर्ने। अब त्यसमा भएको कमी कमजोरीलाई हामीले पनि सच्याउनु पर्छ भनेर त्यो मूल मान्यताको साथ हाम्रो गृहमन्त्रीज्यू र भर्खर मात्रै आज डिआइजी साहब हाम्रो हुनुहुन्छ मध्य प्रदेशको, उहाँसँग पनि मैले कुरा राखेँ, कुरा बुझेँ। उहाँहरूले पनि घरायसी सामानको लागि, प्रयोजनको लागि यो हो भने यो कुरा जबसम्म प्रमाणबाट पुष्टि हुँदैन, वस्तुनिष्ठ प्रमाणबाट पुष्टियाइ हुँदैन, तबसम्म त हामी के भन्छौँ कि यो त कहीँ न कहीँ तस्करी हो कि कहीँ न कहीँ यिनीहरू व्यापारी हुन् कि यहाँबाट सामान लगेर फेरि नेपालको मुलुकमा गएर बढी पैसामा बेच्ने हो कि। अर्कोतर्फ एउटा यो हेर्नुपर्छ। अर्कोतर्फ हामीले कुनै सामान यदि सस्तोमा पाइरहेको छ भारतमा त हामी त्यहाँ जान्छौँ। हामी यहाँबाट तपाईँको भाडा गरेर, तपाईँको पेट्रोल खर्च गरेर, डिजल खर्च गरेर, मेहनत समय खर्च गरेर, परिश्रम गरेर हामी भारतमा जान्छौँ। जब भारतमा सामान किन्छौँ, सामान त हाम्रो घरमा आउँछ, खानेकुरा होस् या घरायसी सामान होस्, तर त्यो पैसा त नेपाल सरकारले जाँदैन, त्यो पैसा त भारत सरकारले जान्छ। नेपाल सरकारको, नेपालको पैसा, नेपाली पैसा कहाँ जान्छ भन्दाखेरि भारतको सरकारलाई जान्छ। भारतको सरकारले हामीलाई त सहयोग अनुदान कहिले कुनै बेला गर्छन्, तर विकास गर्ने भनेको त नेपाल सरकारले नै हो। तपाईँको घरको विकास त नेपालकै आफ्नै घरले गर्ने हो, त्यहाँनिर एउटा पैसा जान्छ। अब अर्को कुरो रह्यो भन्दाखेरि अलिकति हामीले हेर्नु पर्दा कि यदि हामीले त्यो सामान भारतमा सस्तो पाइरहेको छ र तपाईँको सहजले पाइरहेको छ भने त्यही सहजताको कारण, त्यही सहजता नेपालमा पनि भइदिएको भए हामी त्यहाँ किन जानु भनेर एउटा पाटो पनि छ। त्यसरी पनि नेपाल सरकारले त्यस्तो गुरु योजनाहरू बनाइरहेको अवस्था छ। तर अहिले विद्यमान कानुन र भएको नीति र नियम बमोजिम हामीले गर्नुपर्ने कार्य के? विगत दिनमा भएको सम्झौता, विगतको दिनमा भएको कानुन, विगतको दिनमा भएको निर्णयहरूलाई आत्मसात गर्दै कार्यान्वयन गराउने जिम्मा अहिले सरकारको पनि हो। अब यहाँको मध्य प्रदेशको कुरा गर्दाखेरि अब के छ भन्दाखेरि यदि कुनै व्यक्तिले घरायसी सामानको प्रयोजनको लागि लिएर आइरहेको छ भने उसलाई 1000-2000 को लागि यदि कुनै सामान, घरायसी सामान जस्तै तपाईँको साबुन भनौँ, तेल भनौँ, होइन, खानेकुराहरू भनौँ या चावल भनौँ, केही कुराहरू छ भने त्यसको लागि नेपाल सरकारले पनि नहेर्ने होइन, नेपाल सरकार पनि त्यस्तो होइन। तर जुन व्यक्ति दिनमा 2 पटक 3 पटक ओहोर दोहोर गर्छ र त्यो व्यक्तिले 500 को सामान लिएको छ, 1000 को सामान लिएको छ, कहीँ न कहीँ हामी के भन्छौँ कि त्यो व्यक्तिको मनसाय के छ? दिनमा 10 चोटि जाने, 1000 को लिएर आउने, 5000 को लिएर आउने, 5000 मा हामी यहाँ आएर 8000 मा 7000 बेच्छौँ, 2000 दिनको कमाउँछौँ। त त्यसले गर्दा के हुन्छ भन्दाखेरि विकृति पैदा हुन्छ। त्यसले गर्दा तपाईँको धेरै मानिसहरू त्यहाँ ओहोर दोहोर गर्छ र त्यो धेरै मान्छे ओहोर दोहोर गर्दै गर्दा यहाँको हाम्रो बजार, यहाँको नीति, बजारको नीति, जुन बजार खुला तन्त्र भन्छौँ, खुला राख्नुपर्छ बजारलाई, त्यो बजारको नीति जुन छ त्यो कहीँ न कहीँ भत्किन जान्छ र हाम्रो तपाईँको अर्थतन्त्र धराशायी हुन जान्छ। त्यसकारण नेपाल सरकारले यो नीति ल्याएको हो। र रह्यो कुरो कदापि कुनै ठुलो काम गर्नको लागि सानोतिनो कामहरू त्यस्तोमा अलिकति पर्न जान्छ, त्यो एक्सेप्सन हो, त्यो रेयर हो। त्यसतर्फ पनि नेपाल सरकारले ध्यान दिने नै छ। र अर्को कुरा के छ भन्दाखेरि नेपाल सरकारको यदि कर्मचारीले कसैसँग सेटिङ गरेर, जनताको गुनासो त्यो पनि छ कि हामीलाई सामान दिइरहेको छैन, हामीले आउन दिइरहेको छैन, तर ठुलो ठुलो तस्कर रातमा होस्, तपाईँको रातको 12 बजे होस्, 1 बजे होस्, ठुलो ठुलो तस्कर सेटिङ गरेर अहिले पनि लिएर आइरहेको छ। हामीले रोक्ने भनेको यो बोर्डरमा रोक्ने होइन, बोर्डरको छेउछाउमा जुन खेत छ, खुला खेत छ, त्यहाँनिर रोक्नु पर्ने हो। त्यहाँ पनि जनताको आवाज गइरहेको छ। त्यहाँ तर पनि नेपाल सरकारले ध्यान आकर्षण गराउन चाहन्छु र नेपाल सरकारले त्यहाँ पनि तपाईँको ध्यान पुर्याएकै छ। एउटा चाहिँ अहिलेको मन्त्रीमण्डलको जुन सम्पत्ति विवरण सार्वजनिक भयो नि, धेरै नै सुन छ। उहाँहरूसँग
धेरै नै सम्पत्ति छ पहिलादेखि नै, यो सम्पत्तिहरूको पनि एउटा प्रमाण चाहिँ दिनुपर्छ कहाँबाट आयो भनेर अहिले सामाजिक सञ्जालदेखि चारैतिर मान्छेहरू अहिले सोधिरहेको अवस्था छ, प्रश्न गरिरहेको अवस्था छ। नेपो बेबीको नाम दिएर आन्दोलन गराएर विभिन्न कुरा तपाईहरूले गर्नुभयो, तपाईहरूका कार्यकर्ताहरूले गर्नुभयो, पोस्ट गर्नुभयो, तर उहाँहरू पनि नेपो बेबी हो कि होइन? होइन, त्यस्तो रूपमा हेर्नु हुँदैन। हेर्नुहोस्, सम्पत्ति कमाउने अधिकार संविधानले बोलेको छ। संविधान प्रदत्त कानुनले के भन्छ भन्दाखेरि कानुनको अधीनमा रहेर सम्पूर्ण नेपालीले तपाईको सम्पत्ति कमाउने, सम्पत्तिलाई उपभोग गर्ने, सम्पत्तिलाई तपाईको बेचबिखन गर्ने अधिकार कानुनले दिएको छ। सम्पत्ति कमाउनु अपराध होइन र पैतृक सम्पत्ति हुनुमा अपराध होइन, तर गलत क्रियाकलापले आपराधिक मनसाय राखेर अपराध गरेर सम्पत्ति कमाउनु र भ्रष्टाचार गर्नु त्यो चाहिँ अपराध हो, कानुनले बोलिरहेको छ। चाहे विश्व मान्यता प्राप्त सम्पूर्ण देशले त्यही भन्छ। देशमा विदेशमा 198 वटा मुलुक भएको यो संसारमा सबैले त्यही बोलेको छ, अङ्गालेको पनि छ, सम्पत्ति कमाउनु पर्दछ। अब रह्यो कुरा अहिलेको मन्त्रीमण्डलले भ्रष्टाचार गरे कि गरेन, अहिलेसम्म बालेनजी, अहिलेसम्म भएको सम्पूर्ण मन्त्रालयमा भएको व्यक्तिहरू कुन मन्त्री बनेर कुन कति सालमा कति पैसा तपाईको भ्रष्टाचार गर्नुभयो त? कहीँ 10 प्रमाणबाट देखाइदिनु पर्छ, नम्बर 1। नम्बर 2, अरू नेताहरू जुन चप्पल पटकाएर जब सिंहदरबार र बालुवाटार छिरे उनीहरूको सम्पत्ति धेरै देखियो। उहाँहरू त सबैजना एजुकेटेड, मास्टर डिग्री पिएचडी हुनुहुन्छ, उहाँहरू त कमाउनु भयो आफ्नो पेसाबाट, आफ्नो ऱ्यापरबाट, आफ्नो इन्जिनियर पेसाबाट, युट्युबबाट, फेसबुकबाट, टिकटकबाट, त्यहाँबाट पैसा कमाएको र उहाँले स्रोत देखाउन सक्नु। तपाईँले भन्नुभयो स्रोत देखाउनु पर्छ, स्रोतको लागि पनि उहाँले भन्नुभएको छ सबैको स्रोत आउँछ निश्चित समयमा, तपाईँको विदिन मन्थ आउँछ स्रोत, मेरो के स्रोत हो भनेर त्यो स्रोत आउँछ। अहिले नै भन्नु कि यो कम्पनी यो नेपाल सरकारले यो कहाँबाट पैसा त्यति लाग्यो भन्दाखेरि अहिले भन्न सकिने अवस्था छैन, किनभने सबैजना पढा लेखेका छन्, सबैजना विज्ञ छन्, सबैजना कमाएका छन्। बालेनजी त पहिला तपाईँ इन्जिनियर हुनुहुन्छ, इन्जिनियर पछि ऱ्यापर हुनुहुन्छ, ऱ्यापर पछि तपाईँको युट्युबमा चलाउनु भयो, फेसबुक चलाउनु भयो। उहाँको त तपाईँ पनि फेसबुक चलाउनुहुन्छ, म पनि चलाउँछु, मेरो पनि 0.15 भिजे मात्र आएको छ मोनेटाइज पैसा। तपाईँ भन्नुहुन्छ स्रोत के हो त? स्रोत त्यही त हो नि। मैले त स्रोत लिएको होइन, मैले केही भिडियो हालिदिएको छु, 70,000 लोक मान्छे देखिरहेको छ, 50,000 मान्छे हेरिरहेको छ। उहाँले हाल्दैमा 1 करोड मान्छेले हेर्छ, भ्यू जान्छ, 10,00,000 भन्दा बढी भ्यू भयो मोनेटाइज हुन्छ, पैसा आउँछ। अब त्योबाट पैसा आइसकेपछि हामीले के भन्छौँ भन्दाखेरि उहाँले त कैफियतमा लेख्नु भएको छ नि त युट्युबबाट, फेसबुकबाट। त्यस्तो अवस्थामा हामीले यो स्रोत के हो भनेर भन्न सक्ने अवस्था छैन। उहाँको नियत के हो? उहाँ जबसम्म सरकारमा आउनुभएको थियो न त्यो बेला कुन भ्रष्टाचार गर्नुभयो आरोप लाग्नु पर्यो, र सरकारमा आइसकेपछि कुन प्रकारको भ्रष्टाचार गर्नुभयो त्यो आरोप आइसकेपछि मात्र तपाईँ प्रश्न गर्न पाउनुहुन्छ। अहिलेको लागि यो सरकार एकदम तपाईँको के भन्छ भन्दाखेरि क्रिस्टल क्लियर छन्। यो सरकार भनेको अहिले तपाईँको कुनै पनि आरोपबाट तपाईको आरोपी छैनन् भनेर मेरो भनाइ आइरहेको छ। एउटा अन्तिम प्रश्न म राख्न चाहन्छु। अहिले यो स्थानीय तहको चुनावलाई लिएर पनि अहिलेदेखि नै चर्चा भइरहेको छ। कलैया उपमहानगरपालिकामा लगभग तपाईँ विगत पहिलो चुनावदेखि नै तपाईँ मेयरमा आउनुहुन्छ, लड्नुहुन्छ भन्ने हल्ला चाहिँ छँदैछ। तपाईँ आफै पनि भन्नुभएको छ कि म मेयरमा चुनाव लड्छु। अहिले त यता तपाईँको पार्टी मर्ज भयो राष्ट्रिय स्वतन्त्र पार्टीमा। अब स्वतन्त्र पार्टीले चाहिँ भनेको छ कि पहिला नै घोषणा नगर्ने कसैले कि म यो लड्छु वा यो चुनाव म लड्छु वा यो पदमा उम्मेदवारी दिन्छु भनेर। तर तपाईको डाक्टर सुशील शाहको नाम कलैया उपमहानगरपालिकामा मेयरको रूपमा चुनाव लड्नुहुन्छ भनेर चर्चा भइरहेको छ। के भन्नुहुन्छ, लड्नुहुन्छ कि लड्नुहुन्न? अब यस्तो छ, यो भनेको तपाईको म 2074 सालदेखि नै म चुनाव लड्छु भनेर मैले पहिलादेखि भनेको हो। अब त्यो बेला म किन लडिनँ भन्दाखेरि मेरो त्यस्तो जनताले मेरो बारेमा मेरो पहिचान त्यस्तो थिएन हैन, मेरो त्यस्तो स्ट्यान्ड थिएन हैन, मेरो त्यो हाइट थिएन। अब मैले यो 8-10 वर्षमा मैले धेरै कामहरू, जनताको कामहरू गरेँ, सामाजिक कार्यहरू धेरै गरेँ, सामाजिक अभियन्ताहरू धेरै गरेँ, अभियानहरू धेरै चलाएँ। त्यो गर्दै गर्दा अहिले मेरो पार्टी विवेकी सजा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मर्ज भइसकेको अवस्था छ। 6 महिना भइसक्यो। हामी घन्टी छाप लिएर राष्ट्रिय स्वतन्त्र पार्टी लिएर यो संसदीय चुनाव पनि अहिले गराइसक्यौँ। मैले 1 नम्बरमा अग्रगणी स्थानमा भएर
यो बारा जिल्लाको सम्पूर्ण नेताजीहरू जति हामी हुनुहुन्छ त्यसमध्ये पनि म 1 नम्बर भएर चारै क्षेत्रमा मैले प्रचार पनि गरेको छु। 3 नम्बर क्षेत्रमा त रात दिन खटेको छु। 1 नम्बर क्षेत्र, 2 नम्बर क्षेत्र, 4 नम्बर क्षेत्र त्यहाँ पनि म गएको छु। त्यहाँ पनि मेरो हरेक कुरामा मेरो संलग्नता थियो, मेरो हरेक स्पिचहरू थियो, भाषणहरू थियो। अब रह्यो कुरो तपाईँको कलैया उपमहानगरपालिकाको, अहिले पनि म यदि कलैयामा ट्रान्सफर्मर बिग्रियो भने मलाई फोन आउँछ, लाइन कटियो भने, विद्युत पोल कटौती भयो भने मलाई फोन आउँछ। अनि यस्तो अवस्थामा जनताले मलाई चिनिरहेको छ, जानिरहेको छ कि डाक्टर सुशील कुमार शाह एउटा राम्रो व्यक्ति हो, डाक्टर सुशील कुमार शाह काम गर्ने व्यक्ति हो। यदि उहाँहरूको मन सायद त्यस्तो छ, मैले पनि पहिला विगतमा आइरहेको छु। अब रह्यो कुरा पार्टीले टिकट दिने कुरा, अहिले त जब 182 सीट ल्याएर 2 तयको सरकार बनेपछि त अरू विपक्षी दलका अन्य दलका पनि नेताहरू म टिकट लिन्छु, म चुनाव लड्छु भनेर गर्दा तपाईँको बारा जिल्लामा यो हाम्रो क्षेत्र नम्बर 3 मा पनि कलैयामा पनि 50 जना भन्दा बढी होला। सबैले भन्छ म मेरो लड्छु, तर पार्टीले निर्णय गर्ने हो। पार्टी भनेको विधि विधान र पद्धतिबाट चल्छ। यो पार्टी भनेको अझै तपाईँको कल्याणकारी लोकतन्त्रलाई मान्यता दिएर अगाडि बढ्छ। पार्टीले बोलिसकेको छ कि कसैले यो पदमा लड्छु भनेर मलाई टिकट कन्फर्म भइसक्यो भनेर भन्न मिल्दैन। तर पार्टीको एउटा सिपाही हो, पार्टीको एउटा म केन्द्रीय नेतृत्व मञ्चको परिषदको सदस्य हो। त्यो नाताले मैले विगतमा दिनमा पनि मलाई पार्टीले भनेका थिए कि तपाईँ चुनाव लड्नु संसदीय चुनावको लागि। म खोलेर आज तपाईँको मिडियाबाट बोल्दैछु, तर मैले भने म त मेयरको लागि तयारी गरिरहेको छु। मैले खोलेर भनेकै हो। अहिले त म भन्दिनँ कि मलाई नै टिकट पाउँछ, मै चुनाव लड्छु भनेर मिल्दैन। तर मेरो इच्छा चाहिँ मेयरको लागि मेरो इच्छा पहिलादेखि नै छ, अहिले पनि रहन्छ, विगतको दिनमा पनि रहने अवस्था पनि छ। म अरू 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 तपाईँको दलको संसदीय दलमा, संसदमा या विधायकमा अन्यतिर जाने मेरो इच्छा अहिले छैन। मेरो इच्छा भनेको कलैया उपमहानगरपालिकाको मेयरको रूपमा मात्रै रहेको छ। मेयरमा नै किन? अब हेर्नुहोस्, मेयरमा किन भन्दाखेरि एउटा स्थानीय सरकार हो। स्थानीय सरकार भनेको जनताको एउटा सेवक मात्र नभएर एउटा एउटा तपाईँ भनौँ न सम्भावनाको उत्प्रेरक पनि हो। यहाँ जनतालाई तपाईँको पुँजीबाट र बजारबाट र जनताको घरबाट जोड्न सक्ने एउटा निकाय हो स्थानीय निकाय। स्थानीय निकाय एउटा आफैमा सरकार हो, जस सरकारले सबलीकरण गरेर बजार तन्त्रलाई एक नाश पुर्याएर र हरेक जनताको समस्या बुझेर यो आर्थिक समोन्नति गर्नको लागि स्थानीय निकायले मेन कार्य, मूल कार्य गर्न सक्ने, सम्भावना राख्न सक्ने, समतामूलक समाज बनाउन सक्ने राख्ने यो स्थानीय सरकारको हुन्छ, लोकल गभर्नमेन्टको हुन्छ। लोकल गभर्नमेन्ट भनेको यो डेभलप गर्नको लागि टोल टोलमा, वार्ड वार्डमा यो लोकल गभर्नमेन्ट चाहिन्छ। मैले विगतमा यो कलैया मेरो गृह, यो कलैया मेरो यो नगरी यो कसरी राम्रो होस् भनेर म कलैयामा बस्दै गर्दा विगतमा म बसेको छु। मेरो घर पनि यही हो। विगतको 2051 सालदेखि मेरो घर हो। 32-31 साल भइसक्यो मेरो कलैयामा घर भएको। तर बिचबिचमा म पढाइको लागि, अध्ययनको लागि बेङ्गलोर गएँ, काठमाडौँ गएँ। काठमाडौँमा इन्टर भयो, त्यसपछि बेङ्गलोर गएँ, ब्याचलर मास्टर पिएचडी गरेँ। जेएनयूबाट मैले पिएचडी गरेँ, त्यसपछि पिजिडिएम गरेँ, एलएलबी नेपाल आएर एलएलबी गरेँ, एलएलएम गरेँ। म अधिवक्ता पनि हो। फेरि म कानुनको विषयमा पिएचडी गर्नको लागि म तत्पर छु। बनारस हिन्दू युनिभर्सिटीमा मैले एक्जाम पनि दिएको छु। त्यहाँ पनि भइहाल्यो भने म त्यहाँबाट पिएचडी पनि गर्छु, पार्ट टाइम यहाँबाट आउने जाने ओहोर गर्छु। तर कलैयामा मेरो बसाइ छ र कलैयाको तपाईँको दशा हेरेर, दिशा हेरेर मलाई आश्चर्य लाग्छ कि एउटा त हामीसँग एउटा राम्रो रोड पनि छैन, एउटा हामीसँग एउटा तपाईँको जनतालाई रोजगारको सिर्जना छैन, एउटा तपाईँको शिक्षा र स्वास्थ्यको सिर्जना छैन। त्यो हेरेर अवस्था हेरेर मलाई कहीँ न कहीँ लाग्छ कि होइन, कलैयामा केही गर्नुपर्छ र यो गर्नको लागि तपाईँको स्थानीय तहमै तपाईँको सरकारमै बस्नुपर्छ, ना कि तपाईँ संसदबाट गर्न सक्नुहुन्छ। संसदबाट भएर तपाईँको संसदीय बजेट ल्याएर कुनै कुनै पुलको योजना हुनसक्छ, कुनै कुनै रोडको योजना हुनसक्छ। तर ग्रामीण क्षेत्रमा, ग्रामीण भेगमा, टोलमा र हरेक वार्डमा कार्य गर्नको लागि कलैयाको मेयरको पद चाहिन्छ, कलैयाको स्थानीय पद चाहिन्छ भनेर मेरो मनसाय रहनुको साथै म कलैयाको नगरको उपमहानगरपालिकाको म विगतको दिनदेखि लिएर अहिलेसम्म त्यही सोचाइमा रहेको छु। हस् डाक्टर साहेब, हामीलाई आफ्नो अमूल्य समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँले पनि धेरै धेरै धन्यवाद। सम्पूर्ण जनतालाई धन्यवाद। नमस्कार। आदरणीय दर्शकबिन, उहाँ हुनुहुन्थ्यो डाक्टर सुशील शाह। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता हुनुहुन्छ। उहाँसँग हामीले देशका गतिविधि बारे, उहाँको पार्टीको सरकार छ, सरकारले गरिरहेको कार्यको बारेमा र उहाँको मेयरको उम्मेदवारीको बारेमा पनि थोरै हामी यो कार्यक्रममा चर्चा परिचर्चा गर्यौं। अहिलेको लागि म आनन्द शर्मालाई दिनुस् इजाजत। नमस्कार। हेर्दै गर्नुहोला राजधानी टेलिभिजन।